पहिला उहाँले निस्किनुभयो अनि उहाँलाई छोडेर घर जानुभयो केटाहरू दिनलाई अनि म मिचेर यहाँ बसेँ यहाँ हो कि पहिला पल्टिँदाखेरि पातोले पुछेको मैले यसरी सोर्ने पुछ्ने यही सोर्ने पुछ्ने यो मैले गरेको है यो यहाँ पातोहरू छ यो उल्टी गरेको यहीँ हो है यही लुछेर यसैले बमिट पुछेको के खाएर चाहिँ कस्तो बमिट गर्थ्यो त्यो खाना नपचेको आलुको तरकारी अनि सादा भात अनि सादा सेतो वाक्या थियो सेतो वाक्या सेतै वाक्या थियो त्यो दही खाएर चाहिँ दुध खाएर चाहिँ भन्नुभएको छ नि तपाईँले मलाई सेतो वाक्या थियो सेतो वाक्या आलुको बोक्रा सहित थियो कि भातको कलर होला भात मिसिएर आयो क्या सेतो यिनै डाँठहरू लुछेर यता त वाक्या यहाँ टाउको यहाँ पछाडिएको टाउको यहाँ पछाडिएको यहाँ म बसेको है यही ठाउँ त्यो टाउकोमा पछाडि चोट भएको यही ठुसा ठुसी परेर त होला होइन छेस्काले घोसेको यिनीहरूले घोसेको हो है साइकल त्यहाँ राखेर ऊ बाटातिर मेरो ढल्यो भाइको यता ढल्यो छोप्न आउँदाखेरिमा बाटो छोड्न पर्ने मान्छे हिँड्छन् घाँस काट्दा त तपाईँहरू आफ्नो साइडतिर जानुभयो नि यहीँ भेट भयो होइन सँगै भारी हालेको त एकजनाले काम मिल्छ भारी हालेको ठाउँ जाउँ यहीँ परै हो जाऊँ न यसले त्यहाँ सुत्नु के गाह्रो भएर केही हुन्न साइकल यहीँ रहनु चौरा जाउँ कति टाढो अनकन्टारै रहेछ नि मान्छे अरू पनि आउँदो रहेछ नि यहाँ पर जताततै घाँस काट्ने मान्छेहरू खासै यस्तो त्यो दिन हामी 3 जना मात्रै छोरा मान्छे यता 5 जना हामीभन्दा अगाडि थिए छोरी मान्छेहरू यता साइडमा आउन त मान्छेहरू भसक्कै आउँदो रहेछ पाखातिर एकदम दुर्गम विकट अनि यहाँ आउन मान्छे आज पनि पानी लिएर आउनु पर्ने रहेछ तपाईँहरू के पानी लिएर आउनु त कसले ल्याएको पानी भाइले खाएर छोडेको चप्पल लगेको ए पानी थियो एक बोतल तपाईँहरू छ खाली बोतल सानो थियो बोतल मैले त्यो उसको के फेन्टाको बोतलमा लिएर आएको थिएँ कि मैले पानी ए पानी त यहाँ ल्याएन नि मान्छे त अहिले मलाई प्याक भइसक्यो त्यति बेला पानी अरू त छैन नि नजिक कालो चप्पल यस्तो इमर्जेन्सी पर्यो भने सिडी मुनि छ कालो चप्पल साइकल टोइलेटको हो यहाँबाट लानु के गर्नु हो यहाँबाट चाहिँ निकालिदिएको त्यसमा चप्पल उता गइहालेँ साइकलमा मुखसुख धोइदिएँ भन्नुभएको थियो नि तपाईँले मुख धोइन पानी खान दिएको अनि चाहिँ सर्कियो अनि बोतलमा एक घुट थियो बोतल यहीँ फ्याँकेर अनि पातले मुख पुछेको चप्पल चाहिँ एकै ठाउँ चप्पल भन्नाले ट्यु साटेको अझै मेरो दिल्लीको ट्यु लामो थियो त्यसले मैले धेरै घाँस थियो मैले साइकल घरै पुऱ्याएको कालो चप्पल थियो रोहिणीतिर फितावाला चप्पल बाख्रा पनि लिएर आउँदो रहेछ ल अब भाइलाई चाहिँ अब हजुरहरू पहिलो दिन आएको भएर टाढा रोगले एट्याक गरेको भनौँ न भाइ लडेको ठाउँ चाहिँ यहीँ रहेछ उहाँहरूले भनेअनुसारको अब घाँस बोकेर घाँस साइकलमा हाल्ने कि बोक्ने घाँस त साइकलमा डोर्याउने साइकल अलि डोर्याएर आज जस्तै अनि यस्तो भयो घाँस साइकल छोडेर लडिगयो अनि टाउको दुख्यो भन्यो रोका शीतलमा उभिया भन्यो अनि चाहिँ उहाँले नि साइकल रोक्ने म नि रोकेर आउँदा उल्टो गयो भाइ अनि चाहिँ उठाएर उसलाई समातेको मालिस गरेको टाढी त्यहाँ नि पुगेर के रहेछ यो त यस्तो अब हामी त्यो भारी हालेको ठाउँ यहाँ अलिक पल्तिर छ अरे त्यहाँसम्म जाऊँ न त के कस्तो रहेछ त त्यहाँ टाढा त फेरि अर्को साइडमा राखिदिउँ त साइकल
मेरो साइकल लानु पर्यो त ल अब यहाँबाट हामी अब अहिले त्यो भारी हालेको ठाउँमा जान्छ त्यहाँबाट अर्को भिडियो बनाउँछु